नेपाल नागरिकता ऐनलाई संशोधन गर्न बनेको नेपाल नागरिकता दोस्रो संशोधन विधेयक 2081लाई सङ्घीय संसदको प्रतिनिधि सभाले आज 2082 साल असार 14 गते बहुमतबाट पारित गरेको छ। यो पारित भइसकेपछि अब यो विधेयक राष्ट्रिय सभामा जान्छ। राष्ट्रिय सभाबाट पनि पारित भइसकेपछि राष्ट्रपतिले प्रमाणित गरी पश्चात यो नेपालभर लागू हुनेछ। विधेयकमा मुख्य कानुनी व्यवस्था हेर्दाखेरि आमाको नामबाट नागरिकता प्रदान गर्ने कानुनी व्यवस्थालाई थप स्पष्ट बनाइएको अवस्था देखिन्छ। बुवाको मृत्यु भएको अथवा बुवा बेपत्ता भएको अवस्थामा तथा यदि जन्मदर्तामा पनि बुवाको नाम छ भने पनि आमाको नामबाट नागरिकता प्रदान गर्ने कानुनी व्यवस्थालाई थप स्पष्ट र सहज बनाइएको छ। त्यसैगरी नेपालको संविधानमा भएको संवैधानिक व्यवस्थाहरू र सम्मानित सर्वोच्च अदालतले पटक पटक नागरिकता सम्बन्धमा जारी गरेका परमादेश निर्देशनात्मक आदेशहरूलाई पनि मूर्त रूप दिनको लागि यो कानुनी व्यवस्था ल्याइएको देखिन्छ। त्यसको साथै जन्मसिद्ध नागरिकता प्राप्त गरेको नागरिकको सन्तानको आमा वा बाउ मध्ये यदि एकजनाको मात्रै नागरिकता भए पनि त्यस्तो व्यक्तिलाई नागरिकताको प्रमाणपत्र प्रदान गर्ने भन्ने व्यवस्था छ। वैदेशिक रोजगारमा गएको अवस्थामा बच्चा जन्मिएको छ भने त्यस्तो आमाले सो घोषणा गरे पश्चात आमाको नामबाट नागरिकता प्रदान गर्ने कानुनी व्यवस्था यस विधेयकमा समावेश भएको देखिन्छ। त्यसैगरी अर्को महत्त्वपूर्ण भनेको नाबालकलाई परिचय पत्र दिने कानुनी व्यवस्था ल्याइएको देखिन्छ।